गाइज स्वागत छ तपाईहरुलाई हाम्रो एउटा नयाँ भिडियोमा। अनि आज हामीले फेरि गर्न गइरहेका छौं चटपटेर पानीपुरी च्यालेन्ज। आज चाहिँ पानीपुरी लगभग 17 वटा छ। जसले छिटो खाइ भ्याउँछ उसैले पाउँछ। 1000 रुपैयाँ। यो 1000 रुपैयाँ चाहिँ कसको फाल्टुबाट आएको होला? 500 मेरो 500 उसको। ल यहाँ राख्नी, ल यहाँ देखाइराख। देख्दैन नि होला। ल नि चटपटे कोसिस ल गाइस बिचमा ल सुरु गरौँ है त। 1 2 3 स्टार्ट। मिस्टर खाना खाए ल। ओके मैले लास्ट भने हैन। मैले पानीपुरी झोल होला। एकदम मिठो भयो चटपटे चाहिँ। भैया चाहिँ मै हो। मन केटी मान्छे जस्तो। गर्दैन त्यो केटी योभन्दा अगाडिको भिडियो मेरो चाहिँ गिलो देखेको होला होइन। मैले चाहिँ पानीपुरी पनि पानी मिक्स गरेको, उसले चाहिँ गरे होइन। पानीपुरीको झोल चाहिँ यहाँ छ है गाइस। फर्स्ट बाइट पानीपुरी। कसम दामी भएको। मिठो भयो। पिठो पनि खत्रै छ, मिठो पनि खत्रै। सर्दलाई पिठो enjoying every bite क्या? मैले पनि enjoying every bite भने क्या? चटपटा हुन्छ। पानीपुरी त मेरो त सके त गाइस। उता खानु खानु वाव मेरो मर्जी नि। आज पनि कोही मान्छे हान्नु लागेको छ। बिस्तारै आउन त। चियर्स। जिन्दगीमा यति आनन्द आउँछ भनेर मलाई थाहा थिएन। केटी मान्छे भन्दा पनि व्रत छ गाइस पानीपुरी चट्टान। बराबर पानीपुरी थियो है गाइस।
दामी स्वाद आएको छ यो पानीमा कोही मान्छे मन नपऱ्यो हाम्रो झगडा पऱ्यो पानी बनाउँदा मन नपऱ्यो अनि उसको छुट्टै मैले मेरो लागि छुट्टै बनाएँ अब यति चटपटे छ यस्तो खानु न यसको सवाल छ केको बिस्तारै 10 मिनटभित्र चाहिँ यो खाइसक्नु रहेछ कति खुर्सानी हालेको छ कति खुर्सानी हाले आमा म 3 खोरा हालेँ Pero मैले झन् खुर्सानी खुर्सानी पानी एक्स्ट्रा पानी पनि खाइदिन्छु ल चटपटे हालेर चाहिँ पनि पिरो पिरो छ भने त्यही भएर यसो ट्राई गरौँ गाइस हैन हेर्दा खोइ चाट मसला मात्रै स्वाद खाने बेलामा नै चलेगा यसो त्यहाँ जगाएर हाम्रो हाल्नु न ल गाइस एक्स्ट्रा 2टा पानी पनि खाइसक्यो एक 2 3 4 5 6 7 8 9 11 के गरे कछुएर हराएको दौड जस्तो होला नि मेरो आँसु आँसु भएर खायो बिचरा हुन्छ रातो नरातो आँखाभरि आँसु आँसु बोकेर मैले जित्न लागिसक्यो Women. लागे मात्रै हो मलाई हतार गरेर कहाँ खान्छ मलाई हतार गरेर कहाँ खान्छ मैले कहाँ खान्छु त 1000 रुपियाँ भनेको अनि पुरा फास्टमा मगर्नीको छोरीले खायो दारू खान्छ दारू जसले पाएको खान्छ फेरि कुन्दैन ओ बिस्तारै हौ मेरो 6वटा भयो 7वटा आयो ए खान्छ के न मेरो पुरै ठुल्ठुलो रहेछ क्या कत्रो ठुलो त्यो सानो मात्रै देखाएको छ अनि मेरोमा फिलिङ्स ज्यादा थियो भित्रको आलुहरू अझ गफायो अरे सबै हामी सक्क
खानु लाग्यो अब मेरै अन्तिम अन्तिम हो यो 4वटा मैले हालिसकेँ मैले पो दिने हो त जितेपछि आफै लिनु है त्यस्तो चाहिँ हुन्न है मैले जितेँ अनि उसले जित्यो भनेर दिने हो छ्या गोजी नै खायो नि त साँच्चै त्यस्तो आफै दिने हो त्यो चोर्या जस्तो भइहाल्यो जितेपछि के को चोर्या त्यही राख्ने अनि मैले यसरी दिने हो त नि अनि ल राखे ल ल ल कस्तो देब्रे हात लिएको हो ले अब यतै त थ्याङ्क यू अब 4वटा यो मान्छेले खानै पर्छ नि गाडी ए नभए त अर्को 1000 पनि थप्नुपर्छ हुन्छ म सुक्खा सुक्खा खान्छु ल आफ्नै झोल मन परेन मै खाइदिन्छु नि गाइस दोस्रोले जेसुकै भन्नुहोस् तर मेरो झोल मिठो छ म पत्र एउटा खाएर हेर अलिकति चोपेर खाएर हेर मलाई खानै मन छैन रुच्नु पऱ्यो नि छिर्नु पऱ्यो नि त यत्रो सानो भ्याउदाको पेटमा मलाई चटपटै मन पर्ने चटपट सबै खाइहालेँ लगाएछ अब अर्को 500 रुपियाँ पनि थप्छ अरे त्यही भएर मैले ठुलो मैले पत्ताइन आज ठुल्ठुलो अरे मैले पत्ताइन केटी मान्छेहरूको नौटङ्की हुन्छ होला मजा छ यो चाहिँ पुरी मात्रै हो गाइस यो चाहिँ पुरी मात्रै हो अझै एउटा खाऊ आँखाभरि आँसु लिएर खाएको छ पिरो भयो होला यो खाऊ भन्ने ध्यान होइन चक्कु खाएन क्या हिजो पिरो खाने अलि बानी छैन कि बानी छैन भने खान्थेँ क्या तर आजभोलि के भयो मलाई त थाहा छैन के हुनु नि पिरो खानु छोड्यो होइन लगाएछ आजको भिडियो यति नै 1000 रुपियाँ चाहिँ मैले जितिसकेको छु यो मेरो गोजीमा छ यता छ कसरी त्यहाँ पुग्यो म चाहिँ गाई छैन उसले अघि मलाई सुटुक्क दिएको अब यो चाहिँ अब मैले पच मेरो कपाल चेप्यो कि अब यो चाहिँ मैले पच पार्ने भयो ए पच यत्रो खाइ जितेको पच खायो यस्तो झेल्दी गर्नेमा दिम कि नदिम गाइजले तपाईँले भन्नुहोस् है दिम कि नदिम यो मान्छेलाई मेरो पैसा यहाँ के गाइस म कमेन्ट गर्नुहोस् है दिम कि नदिम पैसा दिम गाइस दिम म रक्सी खुवाउँछु सबैलाई 1000 रुपियाँ गाइस दिम 1000 रुपियाँको सबैलाई पुग्छ जतिजना अट्छ त्यतिजना नि अब एक घुर्की भए नि दिन्छ नि ल मसँग भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद आजलाई तिनै हाम्रो पानीपुरी च्यालेन्जको विजेता चाहिँ म भएको छु थ्याङ्क यू मेरो हात समाएर उठलेको हाम्रो पानीपुरी चटपटेको विजेता चाहिँ म भएको छु मैले हात उठाउनु त्यस्तै गर्छ ल ल बाई बाई गाइस बाइ बाइ